हेलो साथीहरू नमस्कार। आज चाहिँ हामी जाँदैछौँ पिकनिक। कहाँ जाँदै हुनुहुन्छ भन्नुहुन्छ भने हामी चाहिँ सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा पर्ने बुढो झरना हेर्नको लागि जाँदैछौँ। सबैजना एक्साइटेड हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। हाम्रो सबैजना बसिसक्नु भएको छ। 2-4 जना अगाडिबाट बस्नेहरू छन्, अलि अगाडिबाट बस्नुहुन्छ। फाइनली हामी चाहिँ अत्तरिया पुगिसकेका छौँ। अत्तरिया चोकबाट, मेन अत्तरिया चोकबाट चाहिँ हामीले पहाड लाइन हुँदै जाने हो बुढो झरना। अब यो पहाड लाइन हुँदै जाने हो। पहाड लाइनतिर नै हाम्रो बस पार्क पर्छ। यो चाहिँ हाम्रो बस पार्कको एरिया हो, हेर्न सक्नुहुन्छ। विडम्बना अत्तरियाको बस पार्क अहिलेसम्म बन्न सकेको छैन। यहाँबाट चाहिँ अत्तरियाको बस पार्क क्रस भइसकेका छौँ अहिले हामी फाइनली। फाइनली साथीहरू हामी चाहिँ गोदावरी पुल पुगिसकेका छौँ। पिकनिकको गाडी हो। पिकनिकको गाडीमा अलिअलि रमाइलो पनि गर्नुपर्छ भनेर हामीले चाहिँ गाडीमै रमाइलो गरिरहेको छौँ। फाइनल साथीहरू हामी चाहिँ खानडाँडा पुगेका छौँ अहिले भर्खरै है। म चाहिँ केरा किनिसकेको छु है, खानुको लागि केरा, गाडीमा खानुको लागि केरा किनिसकेको छु। दाइले चिल पारामा फेरि पारा दाइ ल चेस दाइले चाहिँ फेरि चिल पारामा दाइको अझै छ होइन, स्टक छ नि भित्र, भित्र छ ल, भित्र छ अझै। फाइनली खानडाँडाबाट हामी हिँडिसकेका छौँ अगाडि। अब खाना भन्न जाँदै हुनुहुन्छ, के छ के भन्नु छ मेरो भिडियो बारमा तपाईँलाई के भन्नु छ? ल साथीहरू हामी चाहिँ बुढर बजार पुगिसकेका छौँ। बुढर बजार ल के छ बुढर झरना। अब हामी पुग्नेवाला छौँ बुढर झरना होइन। के छ, कस्तो महसुस भइरहेको छ त? ल बुढर झरना हामी पुगिसकेका छौँ। यो झरना जाने बाटो, बुढर झरना जाने बाटो। ल यो सायद यो स्कर्पियो पनि त्यही बुढर झरना जाँदैछ साथीहरू होइन। यो स्कर्पियोलाई छोप्नुपर्छ यो गुरु। ल गुरुजीले चाहिँ कुदाउनुहुन्छ, यो स्कर्पियो पक्कै हामी छोप्नेवाला छौँ। गाइज हामी चाहिँ बुढर झरना जाने गेटनिर पुगिसकेका छौँ। अब यहाँबाट चाहिँ हामी हिँडेर जाने हो। हाम्रो सबैजना निक्लिँदै हुनुहुन्छ। ल ल यहाँबाट चाहिँ अहिले गाडीबाट उत्रिँदै हुनुहुन्छ सबै। हाम्रो पिकनिक टोली चाहिँ सबै निक्लिँदै हुनुहुन्छ गाडीबाट। अलिक चाँडो चाँडो झर्नु पऱ्यो, चाँडो चाँडो झर्नु पऱ्यो। ल ल गाडी देखाउनु ल ल ल ल एकदम ल छिटो 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 झर्नुहोस् त। ल एकदम एकदम सबैजना ल झरिसक्नु भएको छ। ल यो चाहिँ हाम्रो गाडी। अब चाहिँ हाम्रो गाडी चाहिँ यतै रोकिन्छ है, यहीँ स्टप हुनेवाला छ। किनकि बुढर झरना आइसक्यो भने चाहिँ बुढर झरना यहाँबाट चाहिँ देखिरहेको छ आँखाले। अब क्यामेराले नदेखि पनि म तपाईँहरूलाई अब त्यही गरेर देखाउनेवाला छु। यो चाहिँ हाम्रो बस, हामी यहाँको बस है। अब यो बस चाहिँ यतै स्टप रहन्छ। अब हामी चाहिँ यहाँबाट चाहिँ सामानहरू लिएर, त्यो पकाउने सामानहरू सबै लिएर चाहिँ हामी त्यहाँ जानेवाला छौँ। म भिडियोबाट हजुरहरूलाई देखाउने नै छु। हाम्रो टोली सबै पिकनिक टोली यहाँ झरिसकेको छ। यहाँ धेरै हामीभन्दा पनि धेरै मान्छेहरू आउनु भएको छ पिकनिक खानुको लागि। हामी बाइक पनि लगभग यो यतिका यो बसहरू छ, यो सबै यो गाडीहरू छ, सबै यहाँ पिकनिक खानुको लागि आएको हो है। यो चाहिँ यतैतिर पिकनिक खाने रहेछ। यताबाट चाहिँ घुम्न जाने चाहिँ उता रहेछ है। मैले यहाँ चाहिँ पिकनिक खाने चाहिँ यतै बनाउने पकाउने खाने चाहिँ यहीँ रहेछ। अनि यहाँबाट चाहिँ घुम्न जाने ठाउँ चाहिँ उता रहेछ। एकदमै खतरा छ। यहाँ चाहिँ सबै अरू टोली आउनुभएकोहरूले चाहिँ पिकनिक खाना आउनुभएकोले पकाइराख्नु भएको छ खाना। यहाँ पनि पकाइराख्नु भएको छ। अब हामीले पनि यसरी नै अहिले पकाएर खानेवाला छौँ। ल सुदूरपश्चिमको जोराइल गाउँपालिका 2 यो डोटीमा अवस्थित यो बुढर झरना हेर्नको लागि हाम्रो पिकनिक टोली चाहिँ आइसकेको छ। यो सुदूरपश्चिम ल यहाँ हेर्न सक्नुहुन्छ। यो बुढर झरना भित्र जाने गेट हो। यहाँ बुढर झरना तपाईँलाई स्वागत गर्दछ। बुढर झरना यहाँहरूलाई हार्दिक स्वागत गर्दछ भनेर भन्नुभएको छ। यो चाहिँ गेट। अब यहाँबाट चाहिँ हाम्रो टोली चाहिँ सर जानेवाला छ उता। ल बुढर झरनामा आएर म एक्लो हुन्छु सोचेको थिएँ गाइस होइन। बुढर झरनामा आयो भने कोही पनि एक्लो हुँदैन है, कोही पनि एक्लो हुँदैन। यहाँ यतिका मान्छेहरू छ होइन। बुढो झरनामा यतिका धेरै मान्छे हुँदो रहेछ। म त एक्लै आइयो भने चाहिँ एक्लै भइन्छ भन्ने मैले सोचेको थिएँ। यतिका धेरै मान्छे छ। ल हेर्न सक्नुहुन्छ माया कसम। ल आउनुहोस् है बुढर झरना, तपाईँहरू पनि आउनुहोस्, घुम्न आउनुहोस्। एकदमै बवाल ठाउँ छ। यहाँ म चाहिँ एक्लै हुन्छु सोचेको थिएँ मैले। यहाँ चाहिँ लगभग 5-6वटा त बसै छ यहाँ पिकनिक खानुको लागि आएको होइन। म एक्लो छैन है गाइस। बुढर झरनामा आएर म चाहिँ एक्लै छैन। यहाँ सबै मान्छेहरू छ। यो चाहिँ एकदम खतरनाक बनाइदिएको छ यो ठाउँ। ल हेर्न सक्नुहुन्छ यहाँबाट माथि जाने ठाउँ एकदमै। म भिडियोबाट सबै देखाउने नै छु हजुरहरूलाई। मेरो भिडियो पुरै हेर्नु होला। यो बुढर झरना हेर्नको लागि यहाँ हाम्रो धेरैजना मान्छेहरू आउनुभएको छ। ल उहाँहरू पनि आउनुभएको। हजुरहरू कहाँबाट आउनुभएको? कैलाली लम्कीबाट। ल लम्की बर्दियाबाट को आउनुभएको? ल बर्दिया कुन ठाउँबाट आउनुभएको भनिदिनु त? ल राजापुर बर्दियादेखि आउनु भएको छ है। ल अहिले साथीहरू बुढर झरना पुगिसकेको छ। ल मैले चाहिँ आँखाले देखिरहेको छु। अब तपाईँहरूलाई चाहिँ म क्यामेरामा पनि देखाउनेवाला छु। हेर्न सक्नुहुन्छ ल है। म चाहिँ मेरो आँखाले चाहिँ देखिरहेको छ है बुढर झरना। म अब तपाईँहरूलाई देखाउनेवाला छु।
ल 1 2 3 म तपाईँहरूलाई देखाउनेवाला छु 1 2 3 ल यो चाहिँ मैले टाढाबाट देखाएँ यो दृश्य बुढोर झरनाको म केही छिनपछि म त्यहीँ गएर पनि देखाउनेवाला छु नेपालको झन्डा फरफराइरहेको छ एकदमै नेपालको सान बुढोर झरना झोराइल गाउँपालिका 2 बुढोरमा अवस्थित यो बुढोर झरना एकदमै खतरनाक छ ल हेर्नुहोस् त माथिबाट कताबाट आइरहेको छ यो झरना मजाको झरना छ आउन सक्नुहुन्छ हजुरहरू पनि शिवजीको मूर्ति पनि रहेछ यहाँ शिवजी चाहिँ बुढोर झरना जाने एउटा यस्तो गेट पनि बनाएको छ यहाँ नेपालको झन्डा जब जब यो झन्डा देखिन्छ तब तब मनमा सुकुन मिल्ने गर्छ ल हेर्नुहोस् यो नेपालको झन्डा त्यहाँबाट बुढोर झरना त्यहाँ नुहाउने मान्छे पनि हुनुहुन्छ त्यहाँबाट नुहाइराख्नु भएको छ सबैजनाले बुढोर झरना धेरै लामो समयपछि चाहिँ म बुढोर झरना आउने भन्ने मेरो पहिलादेखि नै सपना थियो आज चाहिँ फाइनली म बुढोर झरना पुगिसकेको छु बुढोर झरना एकदमै रमाइलो रहेछ है ल हेर्नु सक्नुहुन्छ यतिका मान्छेहरू आउनु भएको छ यहाँ चाहिँ अब अझै यहाँको सम्वर्धन चाहिँ गर्नु भएको छ मैले यसो हेरेअनुसार यो भिडियोमा हजुरहरूले देख्न सक्नुहुन्छ यहाँको सम्वर्धन राम्रो गर्नु भएको छ म फाइनली अब झरनातिर जाँदैछु 1 2 3 ल यस पुरै कुर्किला रहेछ यहाँबाट झरनातिर जाने बाहुबलीवाला फिलिङ आयो गाइज बाहुबलीवाला फिलिङ यो झरना देखेर बाहुबलीवाला फिलिङ को आयो ल यहाँ झरना हेर्न आइसकेपछि यो बुढो झरना हेर्न आइसकेपछि बाहुबलीवाला फिलिङ को आइरहेछ मलाई चाहिँ बाहुबलीवाला फिलिङ आइरहेछ है अब यो चस्माले नदेखे अघि ल हेर्न ल कहाँबाट आएको कञ्चनपुर ल उहाँहरूलाई माया छ है सबैजनालाई बुढोर झरनाको भित्र छौँ है हामी बुढोर झरनाको भित्र यहाँबाट झरना बगिरहेको छ यहाँबाट माथिबाट झरना बगिरहेको छ ल हेर्न सक्नुहुन्छ यहाँबाट झरना खसिरहेको छ यो झरना खसिरहेको छ हामी चाहिँ एकजना बाबु आउन ल्याउन ल एकजना बाबु चाहिँ यहाँ नुहाउनलाई नाङ्गे बस्नु भएको छ कहाँ घर कहाँ हो डोटी कहाँ यही हो जोराइलमै हो ए ल के छ गाह्रो भइरहेको छैन ल के छ यहाँबाट ड्राइभ गर्नु सकिन्छ ए सकिन्न गर्नु पनि हुन्न है त्यस्तो पनि गर्नुहुन्न यहाँ ड्राइभ त्यस्तो हान्नु हुँदैन है ल बाबु चाहिँ एकदम जाडोले थुरुरुरु भइरहेछ है हामी झरनाको भित्र छौँ है झरनाको भित्र यहाँ सबैजना यहाँ छ ल शिवलिङमा जानेवाला छ ऊ शिवलिङमा दर्शन गरेर आएको छ बाबु चाहिँ यतै घर रहेछ बाबुको है ल के छ ठिक छ जाडो त भइरहेको छैन ल हेर्न सक्नुहुन्छ देखाउँछु म यहीँनिर शिवलिङ ल हेर्न सक्नुहुन्छ शिवलिङको माथिबाट झर्ना आउँदैछ शिवजी प्रसन्न हुने ठाउँ हो यो एकदम धार्मिक ठाउँ हो ल बाहुबलीवाला फिलिङ है यो बाहुबलीमा प्रभासले उठाएको शिवलिङ यस्तै थियो नि साथीहरू ल हेर्न सक्नुहुन्छ ल बाहुबलीमा प्रभासले उठाएको बाहुबलीवाला फिलिङ पुरै बाहुबलीवाला फिलिङ आइरहेको छ मलाई ल म चाहिँ अघि त्यहाँ झर्ना हेर्न गइसकेपछि चाहिँ यहाँ मेरो टिम चाहिँ कहाँ पुग्यो भन्ने कुरो हो टिम चाहिँ एकजना चाहिँ यहाँ हराएको मान्छे चाहिँ यहाँ भेट्यो एकजना चाहिँ है छन् मान्छेहरू चाहिँ यहाँ वरिपरि रहेछन् मैले नदेखेर मात्रै कालो चस्मा लगाएर नदेखा पनि हुनुपर्छ मैले होइन हाम्रो टिम चाहिँ कहाँनिर पकाइरहेछ भन्ने कुरो हो कि मेरो भ्लगमा त्यो छुट्नु भएन कि पकाइरहेको कुरो मिस हुनु भएन ल यहाँ उहाँहरूको चाहिँ पाकिसकेको छ ल उहाँहरूको पाकेर खाने उहाँहरू चाहिँ अलिक चाँडै आउनु भएको थियो क्या हो त्यही भएर चाहिँ उहाँहरूको पाकिन्छ मैले चाहिँ भिडियो बनाउँदैछु है साथीहरू उहाँहरूले चाहिँ खाना पकाउने भन्दा पनि अब हामी सबैजनाको लागि चाहिँ म चाहिँ अहिले बुढोर झरनाको पुरै आनन्द लिएर आइसकेको छु म फेरि पनि जानेवाला छु यहाँ चाहिँ हाम्रो भइरहेछ ल हाम्रो गाउँको एकदम इमान्दार मान्छे है यहाँ पकाउनेदेखि लिएर सबै पिकनिकको ठेक्का उसैलाई छ ल म आगो बाल्ने कहाँनिर चुलो खाली छ ए ल हाम्रो आगो बाल्ने चाहिँ यहाँनिर रहेछ है यो चाहिँ हामीले यहाँ चाहिँ चुलोमा दाउरा हालिसकेका छौँ एकछिनपछि अब यसमा कडाई राखेर हुन्छ कि डेक्ची राखेर हुन्छ मासु पाक्नेवाला छ है यसो देख्नु सक्नु ए दाउरा हजुरहरूले हालिदिनु भयो ए त्यो दिदीहरूले हाल्नु भएको रहेछ दाउरा त हाम्रो टोलले पनि ल्याएको थियो दाउरा त है काठ कहाँबाट आउनु भयो हजुरहरू त्यही गरी माराकटानबाट ए माराकटानतिर मेरो आफन्तहरू पनि छन् ए ल ठिक छ जो सबैजना आउनु भएको छ बसमा आउनु भयो ल ठिक छ ऊ दिदीहरूले हालिदिनु भएको रहेछ त्यो दाउरा है हाम्रो दाउरा छ यहाँ दाउरा घरबाटै लिएर आएको छौँ है यहाँ हामी यहाँ पिकनिक खान आइसकेपछि हामी चाहिँ यसरी पिकनिक खानेवाला छौँ यहाँ हामी कुनै फोहोर मैला गर्नेवाला छैनौँ हामीले सबै दाउरा साउरा लिएर घरबाटै आएको छौँ यहाँ पिकनिक खाने हो जस्तो थियो त्यस्तै बनाएर जाने हो
म सम्बन्धी सबैजना पिकनिक खाने साथी भाइ मेरो भिडियो जो सुकैले पनि हेर्नुहुन्छ उहाँहरूलाई पनि आग्रह गर्न चाहन्छु पिकनिक खान आउनुभयो भने यो प्लास्टिक जन्ने आफूले गरेको फोहोरहरूलाई चाहिँ व्यवस्थापन गरिदिनु होला। हाम्रो चाहिँ अब यहाँ जेन्ट्स टोली मात्रै छ है। जेन्ट्स टोलीमा पनि केटाहरू सबै गइसकेका छन्। परिपक्व भएका केटाहरू चाहिँ यहाँ चाहिँ उहाँहरूको लागि अरूहरूको लागि चाहिँ यहाँ खाना पकाउने तयारीमा हुनुहुन्छ। अरूहरू चाहिँ उहाँ बुढो झरनाको आनन्द लिन बुढो झरनातिर गइसकेका छन्। म पनि एकचोटि त्यहाँ पुगेर आइसकेका छु। उहाँहरूले चाहिँ खाना पकाउनेदेखि लिएर यहाँको अब पिकनिकको सबै कुराहरू चाहिँ उहाँहरूले गरिराख्नु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। हाम्रो चाहिँ पिकनिकमा आएको यो चाहिँ गाडी यो अछाम जाने गाडी रहेछ। यो अछाम धनगढी टिकापुर बाजुराको गाडी रहेछ। कमल बजार बाजुरा भन्ने छ कहाँ छ पक्कै पनि यहाँ चाहिँ यति राम्रो सम्वर्धन गरेको छ। यहाँको चाहिँ यो बुढो झरनाको सम्वर्धन यहाँको संरक्षण यति राम्रो गरेको छ। यति राम्रो गरिसकेपछि पक्कै पनि एउटा शौचालय त बनाएकै हुनुपर्छ। यहाँको व्यवस्थापन समितिहरूले एउटा शौचालय त बनाएकै हुनुपर्छ भन्ने मैले मनमा चाहिँ सोचेको थिएँ। नभन्दै अलि यतातिर आइसकेको थियो। यो बसले छेक्या रहेछ कि यो बसले चाहिँ छेक्या रहेछ। नभन्दै यहाँ शौचालय पनि एउटा महिला पुरुष भनेर एकदमै राम्रो शौचालय पनि बनाइदिएको छ। यहाँको व्यवस्थापन समितिलाई मैले धेरै धेरै धन्यवाद दिन चाहेँ। एकदमै राम्रो व्यवस्थापन गरिदिनु भएको छ बुढो झरनाको। माया छ सबजनालाई मनैदेखि माया छ। म चाहिँ भर्खरै युट्युब च्यानल खोलेर भ्लगिङ स्टार्ट गरेको। मेरो अब भ्लगिङ जोर्नी कहाँसम्म पुग्छ कस्तो हुन्छ मेरो भ्लगिङ जोर हजुरहरूको माया अनि सपोर्टको जरुरत छ। माया छ सबजनालाई ल। यो खाना पकाउने टिमलाई मैले मुरी धन्यवाद दिन चाहेँ। यहाँ चाहिँ आउन चाहिँ हामी 40 जना आएको हो। 40 जनामा यहाँ खाना पकाउने भनेको 1 जना 2 जना 3 जना अनि 4 जना 5-6 जना मात्रै छ। र उहाँहरूलाई चाहिँ मैले चाहिँ हृदयदेखि नै धन्यवाद दिन चाहेँ। त्यत्रो 40-50 जना टोलीको चाहिँ खाना पकाउने जिम्मादेखि लिएर सबै एउटा अभिभावकको भूमिका उहाँहरूले निर्वाह गर्नुभएको छ होइन। हाम्रो यो टोलीको चाहिँ नाइके भन्दा पनि हुन्छ। उहाँ चाहिँ एकदमै ल हेर्न सक्नुहुन्छ मजाले वासिङ गरिराख्नु भएको छ टोलीको लागि। टोली सब चिलमा छन्। पछि फेरि हिसाब खोज्छन् यस्तो भएन उस्तो भएन भन्छन्। यहाँ दुःख गरेको बुजुर्गहरूले अलि म हुँ भन्नेवालाले दुःख गरेको चाहिँ कसैले देख्दैनन्। अब अरूहरू कहाँ छन् होइन। ल पनि काम पाइसकेको छु। मलाई चाहिँ यो डेक्ची हेर्न सक्नुहुन्छ। यो डेक्ची मैले यहाँ यो चुलोमा लगाउनेवाला छु। यो डेक्चीमा चाहिँ मासु पाक्नेवाला छ है। त्यो अघि मैले देखाएको डेक्चीमा चाहिँ भात पाक्नेवाला छ। यसमा चाहिँ मासु पाक्नेवाला छ। यहाँ चाहिँ पिकनिक खान भनेपछि खानै हो। हामी खाने आएको हो। घुम्नलाई चाहिँ अब एकछिन पछि जानु पर्ला। ल फाइनली मैले डेक्ची पनि लगाइसकेको छु। अब म यसमा दाउरा लगाएर चाहिँ आगो बाल्नेवाला छु है। कस्तो महसुस भइरहेछ। हाम्रो चाहिँ जति पनि लेडिज टोली आउनु भएको छ सबै घुम्न जानुभयो होइन। हजुरहरूले गरिराख्नु भएको छ। के छ गाह्रो पिरो भइरहेछ र? केही छैन ठिक छ एकदमै। ल उहाँहरू चाहिँ हाम्रो सबैले मिलेर काम गर्ने हो। ल चेलीबेटीहरूलाई घुम्न दिनु पनि पर्छ। ल उहाँको सोच चाहिँ एकदमै राम्रो छ है। उहाँले चाहिँ चेलीबेटीहरूलाई चाहिँ घुम्न दिनुपर्छ भन्नुभएको छ। चेलीबेटी हाम्रो जति पनि आउनु भएको थियो जति पनि सबैजना चाहिँ गइसक्नु भयो घुम्न। यहाँ चाहिँ खाना पकाउनेमा यहाँ जेन्ट्स टोली मात्रै छ है। खाना पकाउनेमा कोही पनि छैन लेडिज लिएको छौँ होइन। ल यो चाहिँ अकबरे खुर्सानी यहाँ चाहिँ केलाइरहेको छन्। हाम्रा सर के छ तपाईँको हालखबर? ठिक छ नि? ठिक छ। कहाँ आउनु भएको छ अहिले थाहा छ नि? ल उहाँ सरलाई चाहिँ हामी यहाँ आएको भन्ने पनि थाहा छैन। हामी चाहिँ बुढो झरना आएको है। हाम्रो डोटी जोराइल गाउँपालिका 2 मा अवस्थित यो बुढो झरना घुम्नलाई आएको हामी है। अहिले तपाईँ जानुभयो कि नि त्यहाँ बुढो झरनाको? त्यहाँ गइसक्नुभयो? ए ल उहाँ पनि एकछिन हेरेर चाहिँ आइसकेको छैन। यहाँ चाहिँ जति पनि आउनु भएको छ एकचोटि बुढो झरनालाई हेरेर आइसक्नु भएको छ। पहिला आउनु भएको थियो कि बुढो झरना? छैन पहिलोचोटि ल एकदम एकजना मात्रै छ है। यहाँको मान्छेमा पनि एकजना मात्रै चाहिँ नदेखेर आएको छ। अरू चाहिँ सबै देखेर 8 वर्ष पहिला चाहिँ आइसक्यो। ल हो 8 वर्ष पहिला तपाईँ आउनु भएको थियो भने चाहिँ 8 वर्ष पहिला र अहिलेमा के फरक पाउनुभयो? पुरै टोटल्ली फरक छ। पहिला कस्तो थियो? जस्तो अहिले चाहिँ यो पुरै बााउन्ड्री गरेको छ। भ्लगिङ हो। के भन्नु छ मेरो भिडियोबाट के भन्न चाहन्छु? कहाँबाट आएको? फुलबारी भने चाहिँ कैलालीमा पर्यो होइन? ए ल फुलबारी कुन गाउँ? फुलबारी गाउँै हो कि कुन क ख यस्तो छ नि? ए फुलबारी बी गाउँबाट आउनु भएको रहेछ है। के नाम? सुनिल गिरी। ल त्यसो माया छ है। ल ब्लगको नाम म अब यो
ल बिग फ्यान ल मेरो बिग फ्यान अरे हैन म जोराइल पालेको भलकमा बियर देखाइदिउँ यतिको हुनु पर्यो के आइसकेपछि पिकनिक खाना आइसकेपछि चाहिँ यो बियर सुत्या छ है सबै बियरहरू यहाँ सुत्या छ एकछिनपछि यो उठ्नेवाला छ उठेर केटाहरूको उठेर एकछिनपछि यो सबैजना केटाहरू ल देखे हाई गरिदियो सबैजना ल सबैजना केटाहरूको मुखमा गएर एकछिनपछि चार्ज हुनेवाला छन् सबै केटाहरू ल ठिक छ माया छ सबजनालाई है राइस है यहाँ जिरा राइस बनिरहेछ यहाँ जिरा राइस पाइरहेछ है मलाई त चामल फ्राई भइसकेपछि चाहिँ उताबाट गरम पानी ल्याएर चाहिँ यहाँ चाहिँ भातलाई चाहिँ पकाउनेवाला छौँ हामी अहिले यसमा पानी पनि एड गरिसकेको छ है मासु हाल्छ के को मासु हो यो ल लोकल कुखुराको मासु हो यो सबै लोकल हो फेरि ब्रोइलर सोच्नु होला हजुरहरूले ब्रोइलरको होइन यो लोकल कुखुराको मासु हो 15 केजी मासु छ खाने फेरि 20 जना मात्रै हो 20 जनाले चाहिँ 15 केजी मासु खान सक्छ त गाइस सकिन्छ ल एकजना पकाउने मान्छेले त 2 किलो एक्लैले खान्छन् भनेपछि अरू त खाइहाल्छन् तपाईँले कति खानुहुन्छ ल उहाँले पनि 2 केजी खानुहुन्छ अरे ल ल तपाईँले कति खानुहुन्छ ल मासु ल उहाँले चाहिँ फेरि पाउ खानुहुन्छ अरे ल होटलको मासुलाई फेल गराउँछ है उसले चाहिँ पकाउनु लाग्यो भने होटलको मासु फेल हुन्छ नि ल ल होटल भनिसकेको छ उसले चाहिँ म चाहिँ सबैभन्दा होटलको भन्दा पनि मिठो मासु पकाउँछु भनेको छ म देखाउनेवाला छु कस्तो लास्टमा फाइनली कस्तो मासु त हेर्दाखेरि पनि थाहा हुन्छ अरे नि त कस्तो कलरमा छ कस्तो टेस्ट आउला भनेर हेर्दाखेरि पनि थाहा हुन्छ अरे नि त म तपाईँहरूलाई देखाउने नै छु हेर्दाखेरि कस्तो कलर छ कस्तो हुनेवाला छ है त यो मासु ल मासुमा कलर आइसकेको छ गाइस मासुमा कलर आइसकेको छ ल फाइनल साथीहरू मासु पाकिसकेको छ हेर्न सक्नुहुन्छ एकदमै भातसँग खानलाई ग्रेभी टाइपको मासु बनिसकेको छ मानवी तिनीहरू कहाँ माथितिर गइरहन् रेकर्ड हुँदैछ है रेकर्ड हुँदैछ गलत नबोलौँ दाइ पच्काउन आछ तपाईँहरू पिकनिक आउनुभयो भने थाल अवश्य ल्याउनु होला नभए हालत त्यस्तो हुन्छ ल हेर्न सक्नुहुन्छ उहाँले चाहिँ डेक्ची ए ल उहाँ चाहिँ एकदमै दानी मान्छे हुनुहुँदो रहेछ आफ्नो थाल अरूलाई दिएर उहाँले चाहिँ भुइँमा खाने भुइँमा त होइन है यो डेक्ची राख्ने उसमा खाइराख्नु पर्छ ल अकबरे खुर्सानी यो सबै उहाँले खानुहुन्छ ल हेर्नु सक्नुहुन्छ फाइनली गाइज अब हामीहरू खाना बनाएर खाना खाएर टक्क अब बुढो झर्नातिर जाँदैछौँ बुढो झर्ना अब कस्तो छ हजुरहरूलाई देखाउँछौँ आउनुहोस् साथीहरू हामी चाहिँ पिकनिक टोली सबैलाई खाना पकाएर खुवाएर अनि आफूले पनि खाएर बल्ल यहाँ आएर भिडियो बनाउनेदेखि लिएर फोटो खिच्नेदेखि लिएर सबै गर्न भ्याइएको छ अब हामीले चाहिँ फोटो खिच्नेदेखि लिएर भिडियो बनाउनेदेखि लिएर सबै इन्जोयमेन्ट हामीले लिइसकेका छौँ है अब हामीले चाहिँ एकछिनपछि अब यहाँबाट फर्किनु पर्ने हुन्छ साँझ पनि पर्न लागिसकेको छ एकछिनपछि चाहिँ हामी यहाँबाट फर्किनेवाला छ अब अहिलेमा चाहिँ मासुको लागि झगडा भएको थियो है जहिले झगडा हुन्छ आज पनि झगडा भयो मासुको लागि धाँधली गऱ्यो भन्ने कुरो भयो जेसुकै होस् हामीले खाइयो हामीले अगाइयो त्योभन्दा हामीलाई मतलब छैन हामीले त परातमा खाइयो हामीले चाहिँ टन्न खाइयो त्यही ठुलो कुरो हो हामीले टन्न खाइयो त्यही ठुलो कुरो हो पनि रेडी भइसकेको छ फाइनली मेरो मोबाइलमा चार्ज पनि लगभग 7 दिन लागिसकेको छ म अन्तिमतिर अब भिडियो बनाउनेवाला छु हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ गाडीमा लगभग मान्छेहरू पनि बसिसक्नु भएको छ कुन गाडी हाम्रो ल उता गाडी छ अरे हाम्रो है त्यही गाडीमा जाने हो हस् त साथीहरू राति पनि परिसकेको छ अहिले चाहिँ हामी घर फर्किँदैछौँ यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद दिँदै मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै आजको यो मेरो भिडियो ब्लगबाट बिदा चाहन्छु हस् त धन्यवाद।